ब्याकको ब्यारिङ निकाल्ने अनि फेरि यति गरेर टक्क लोड गर्ने। उताको हाल्छु म यसरी। पावर चाहिँ मैले भन्नै पर्दैन है गाइस, तपाईँहरूले पावर चाहिँ देखिसक्नु भएछ। म चाहिँ स्कोपबाट हेरेर हानिरहेको छु। तपाईँहरू पनि यसरी नै हान्न सक्नुहुन्छ जसले लगिसक्नु भएको छ। अब जो लग्ने बाला हुनुहुन्छ उहाँले पनि यसरी नै हान्न सक्नुहुन्छ। यो निशाना मैले भन्नै पर्दैन निशाना चाहिँ। फेरि हामी लोड गरिरहेछौँ। त्यो सबै टार्गेट चाहिँ म खसाउँछु है, एक पनि मिस हुँदैन। अब यतापट्टिको पावरको कुरा गर्नै पर्दैन है गाइस, तपाईँहरूले देखिसक्नुभयो। अब चाहिँ दुईवटा बाँकी छ, त्यो दुईवटामा पनि म हानेर देखाउँछु तपाईँहरूलाई। लोड गर्नु पनि एकदमै इजी छ, अलिकति मात्र टाइट छ, बाँकी चाहिँ छैन। अब लास्ट बाँकी छ है त। नन स्टप निशाना लाग्दैछ, नन स्टप स्कोप लगाएको छ नि त, त्यही भएर चाहिँ नि नन स्टप एकचोटि पनि नमिस भएर निशाना लाग्छ स्कोपबाट चाहिँ नि। यो यसरी लोड गर्ने। फेरि म हानि देखाउँछु। देखिसक्नुभयो निशाना चाहिन्छ भने आज र अहिले नै टिकटकको बाइकको वाट्सएप नम्बरमा नेपाली सिलिङ सर्टलाई कल एमएससी गर्न सक्नुहुन्छ है त।